guys, welcome to Kumariko vlog. मा नमस्ते फेरि पनि भनि स्वागत छ। त्यही भएर लानाका आएको हामी चाहिँ निकोसियाको मान्छेहरु सबै आउँदो रहेछ त अनि समुद्रको साइड छौछौ समुद्रतिर स्विमिङ गर्न आएको। स्विमिङ चाहिँ गरेको गरे हो। हेलो यहाँ चाहिँ पुरै बजार लागिरहेछ फ्रुट्सहरु। के खाने तिमी? यता त कति धेरै मान्छेहरु यिनीहरु कहाँ जानको लागि बोट ट्रिप गर जाम बोटमा एउटा बोट लियौं दुई जनाले अन्त नेपाल पुग्नु न। यता चाहिँ बोट ट्रेनिङ चलिरहेछ है के हो नि एक दुई भनिरहेछ। एना दियो भोक लागिसक्यो। हामी चाहिँ अब फर्केको यता चाहिँ कन्सर्ट रहेछ है। कस्तो राम्रो मिलाएर राखिरहेको छ है। बेलुका हो तर अहिले चाहिँ हुँदैन। बेलुका हो। आइसक्रिम भरै खाम्ला। अहिले नखाम। अहिले खाली पेटमा आइसक्रिम नखाम। डाइरेक्टली हामी चाहिँ खाना खान दिइरहेको छौँ यता। अहिले पछि यता सपिङ गर्न आउने रे। लाली गुराँस रेस्टुरेन्ट भनेर सर्च गर्नु त। हामी आइपुग्यौँ गुराँस नेपाल रेस्टुरेन्ट लार्नाका। हामी चाहिँ रेस्टुरेन्ट आइपुग्यौँ। कहाँ बस्ने? हामी दुईजना चाहिँ भात पनि खाएर आइसक्यौँ। भिडियो बनाउनै बिर्सेछु है यहाँ छनु। घाम छ अनि हामी चाहिँ यता एउटा चाहिँ छाता ओढेर हिँडिरहेको छ। यता त पार्कै रहेछ। जान्छौँ उता जङ्गलतिर एकछिन पार्कतिर सरर घुमौँ। वीर बाजेहरु होला यो त वीर बाजे यसरी गर्दै जनाको गाडीबाट आएको हैन अघि अलि सुनसान छ त अनि सबै उदि स्विमिङ गर्न गयो। आउन न यता अब स्विमिङ गर्न छ। मेरो छाता उडायो मेरो छाता कस्तो राम्रो भाडा कुराहरु। 15 युरो त अनि 15 रे 5 रे 10 रुपैयाँ लाने यस्तो दिरे के रे भाइ खुद्रुके लाने अनि 5 रुपैयाँ जम्मा गर्ने। राम्रो बाजीहरु वाउ साँच्चीकै बाजीहरु भनिरहेको। धुप है चाइना। यो चाहिँ साइप्रसको कल्चर ड्रेस यस्तो हुन्छ। तिमीले मात्र थाहा हुन्छ है। इधर से उधर समुद्र पर जाने। अब चाहिँ हामी यता समुद्रतिर छिर्यौं। यस्तो समुद्रतिर आयौँ हामी चाहिँ। अब यस्तो चिसो अब सर राम्रो हावा है। समुद्र छाताबाट हिँड्ने। हामी चाहिँ अहिले समुद्रमा आइपुग्यौँ। यसले चाहिँ मलाई न खाना न पिना गरेर आज दिनभरि मलाई चाहिँ दिनभरि मलाई क्यामेराम्यान गराएर कालो मान्छे झन् डढेर। अनि त पानी खेल्न गफ चिसो छ। यस्तो गर्मीमा यस्तो चिसो भइरहेछ अहिले चाहिँ। अब त सधैँ यतै आएर समुद्रको नजिक आएर बस्नु पर्ला जस्तो छ।
बाप्रे कस्तो हावा आएको हावा त सरररररर हावा त अहिले चाहिँ यस्तो चिसो भइरहेछ भोलि त कालो भइरहेको समुद्र बाढीमा छैन तिम्रो ब्याग त कता पो गयो बच्चाहरूले यहाँ घर बनाइसके पुरै बच्चाहरू त यी खेलिरहेछ यता यता हामी चाहिँ यतैबाट छिरेर जान्छौँ हामी चाहिँ यता आयो आयो खै आउने त कहाँ रहेछ उताबाट छिरेर आयो हामी समुद्रको पानी मन नि उताबाट प्लेन पनि उडिरहेछ प्लेन पनि कस्तो नेपालको याद आयो त्यो प्लेनमा चढेर फेरि कहिले नेपाल फर्किने होला नि कति नजिक देखेको है अनिता चाहिँ माछा समातिरहेछ है त्यहाँ सबै ग्रुपमा पो हिँड्दो रहेछ है यहाँतिर कति धेरै दौडेर समान एउटा आँखै तिरिमिरी हुन्छ अघि यो भित्र त यहाँ कति धेरै समात्यो त गुटुङ डुङ बसेर त हेरिरहेको छ मलाई भेट्न आएको गीता सल्टिने अयो के भयो त नि बोले अब हामी चाहिँ फर्किने यहीबाट त आएको है हामी फर्किन लाग्यो अब उता स्टेसनमा चाहिँ प्रोग्राम रहेछ अनि यता अर्कै स्टेसन पठाइदियो हामीलाई चाहिँ अब हामी चाहिँ निकोसिया फर्किम घरतिर है अनु